हेलो नमस्कार। यदि तपाईँ बुङ्गुर फार्म गर्ने सोचमा हुनुहुन्छ भने हजुरलाई यो भिडियोमा स्वागत छ। बुङ्गुरले तपाईको 6 देखि 7 महिनामा यदि राम्रो माउ छ, हजुरको स्याहार राम्रो भइरहेको छ माउको भने उले 6 देखि 7 महिनामा बच्चाहरू जन्माउँछ। सुँगुरले एकचोटीमा 7 देखि 12 वटासम्म बच्चाहरू जन्माउन सक्छ। बच्चा जन्म दिनको लागि तयार भएका सुँगुरहरूलाई छुट्टै नै राख्नुपर्छ, किनभने उनीहरूलाई एकै साथमा राख्यो भने बच्चाहरू मर्ने र उनीले सहज तरिकाले बच्चाहरू जन्माउन नसक्ने हुन सक्छ। त्यसैले उनीहरूलाई छुट्टै खोरमा राख्न महत्त्वपूर्ण हुन्छ। हाम्रो यो दुई सुँगुरहरूले यहाँ बच्चा जन्माइसकेका छन्। यिनी बच्चाहरू चाहिँ तपाईको 28 देखि भनौँ न 1 महिनासम्म चाहिँ यिनीहरूले दुध चुस्ने गर्दछन्। त्यसपछि आफै खाना खान सक्ने हुन्छन्। यिनीहरूको बच्चा पाउने समय हुँदैछ, त्यसैले यिनीहरूलाई छुट्टै राखिएको छ। अब केही दिनमा यिनीहरू यहाँ बच्चा जन्माउँछन्। त्यसपछि यिनीहरू बच्चाहरू सहित यिनीहरूलाई 1 महिना जति यही खोरमा राखिन्छ। सुँगुरहरूले बच्चा जन्माइसकेपछि उनीहरूले दुध खुलाउन छाडिसकेपछि तपाईको लगभग 1 महिना भइसकेपछि हामीले सुँगुरहरूलाई यो खोरमा लिएर राखिन्छ। यहाँ यिनीहरूले दानाहरू खाने, चारोहरू खाने गर्दछन्। हामीले यिनीहरूलाई मकै यहाँ छरपष्ट छरिएर राखिदिएका छौँ। यिनीहरूलाई तपाईँले राम्रोसँग डाइट खानेकुराहरू दिनुभयो भने लगभग 8-9 महिनासम्म यिनीहरूलाई हामीले मासुको लागि प्रयोग गर्न सकिन्छ। मासुको लागि उपयुक्त हुन्छन् यिनीहरू। तपाईँको 8 देखि 9 महिना भन्दा माथि एकदम रेडी। यहाँ बच्चाहरू छन्। यिनी बच्चाहरूले दुध छोडिसकेका छन्। यिनीहरूले आफै खाना खान सक्ने भएका छन्। अब यिनीहरू मजाले हुर्किन्छन्। यहाँ ठुलो एरिया छ सुँगुरहरूको लागि खेल्न, पानी खान। यहाँ गर्मी भयो भने यिनीहरू यहाँ बस्छन्। व्यवसाय हजुरहरूले राम्रोसँग गर्नुभयो भने यसबाट हजुरले लाखौँ आम्दानी गर्न सक्नुहुन्छ। तपाईको पछिल्लो तथ्याङ्क हेर्ने हो भने 4-5 वर्षको तथ्याङ्क हेर्ने हो भने सुँगुरको मूल्य र यसको डिमान्ड एकदमै तीव्र रूपमा बढिरहेको छ र यसलाई व्यवसाय गर्ने मान्छेहरू पनि बढिरहेका छन्। लामो समयसम्मको लागि गर्नुभयो भने यसबाट हजुरले एकदम राम्रो नाफा कमाउन सक्नुहुन्छ। सुँगुरहरूलाई राम्रो खानपिन, राम्रो डाइट खानाको
आवश्यकता पर्दछ। सो आवश्यकताहरूले राम्रोसँग परिपूर्ति गर्नुभयो भने यसबाट राम्रो नाफा कमाउन सकिन्छ। यो भिडियो हेर्दै गर्दा मैले हजुरहरूलाई एउटा अनुरोध गरेँ, प्लिज मेरो च्यानललाई सब्स्क्राइब गर्नु होला, किनकि हजुरहरूको मायाको मलाई एकदम खाँचो छ। मैले आउने दिनहरूमा अझै राम्रा राम्रा सन्देशमूलक भिडियोहरू ल्याउने छु। मेहनत हरेक काममा नै आवश्यकता हुन्छ। तपाईले बुङ्गुर फार्ममा पनि लगन र मेहनतले गर्नुभयो भने यसबाट राम्रो आम्दानीको स्रोत बन्न सक्छ। यहाँसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। अब आउने भिडियो हजुरहरूलाई बुङ्गुरको बारेमा के जानकारी चाहिएको छ प्लिज कमेन्ट गर्नु होला। मैले सोही अनुसार अर्को भिडियो बनाउने छु। लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्न नभुल्नु होला। हस्त, धन्यवाद।